हरेक दिनमा एउटै सूर्योदय आउँछ, तर केही दिनहरू यस्ता हुन्छन् जसको उज्यालो केवल आँखाले होइन आत्माले महसुस गर्छ। त्यही दिन हो अक्षय तृतीया। हिन्दू धर्म संस्कृति र इतिहासमा अक्षय तृतीयाको स्थान केवल शुभ मात्र होइन, शाश्वत छ। अक्षय भन्ने अर्थ जसको क्षय हुँदैन, जुन अविनाशी हो। हिन्दू पात्र अनुसार वैशाख शुक्ल तृतीयाका दिन सूर्य र चन्द्रमा दुवै आफ्ना उच्च राशिमा रहन्छन्, जुन ज्योतिषीय हिसाबले सबैभन्दा शुभ समय हो। यही कारणले यस दिनमा गरेका सबै शुभ कार्यहरू, जप, तप, दान, उपवास, पूजन आदि, त्यसको फल अनन्त र अक्षय हुने विश्वास गरिन्छ। हिमालयकी पुत्री पार्वती अघिल्लो जन्ममा सती थिइन्, तर सतीले दक्ष प्रजापतिको यज्ञमा शरीर त्यागेपछि शिव वैराग्यमा गए। पार्वतीको जन्म भयो केवल एक उद्देश्यका साथ, शिवलाई पुनः प्राप्त गर्नु। उनले कठोर तपस्या गरिन्, वर्षौंसम्म अन्न बिना, जल बिना, केवल एकाग्र ध्यानमा। देवलोक नै कम्पित भयो र अन्ततः शिवले पार्वतीलाई स्वीकार गरे र उहाँहरूको विवाह सम्पन्न भयो वैशाख शुक्ल तृतीयाका दिन, अर्थात् अक्षय तृतीयामा। यही विवाहको सम्झनामा आज पनि अक्षय तृतीयामा विवाह, व्रत र पुण्यकर्म गरिन्छ। पौराणिक मान्यता अनुसार यही दिन त्रेता युगको प्रारम्भ भएको मानिन्छ, जुन युग श्रीरामको युग थियो। वेदव्यास र गणेशजीद्वारा महाभारत लेख्न पनि यही दिनबाट सुरु भएको मानिन्छ। यस दिनमा गरिने कुनै पनि दान, पुण्य, भक्ति, त्यसको फल अनन्त छ भन्ने विश्वास गरिन्छ। यो दिन पशुपति क्षेत्रमा हजारौं भक्तजन आउँछन्, जल चढाउँछन्, बेलपत्र अर्पण गर्छन्, व्रत बस्छन्। विशेष पूजा, कथा, भजन र महादेवका नाममा अक्षय तर्पण गरिन्छ। अक्षय तृतीया केवल एउटा दिन होइन, यो स्मरण हो कि जीवनमा धैर्य, तपस्या र समर्पण कहिल्यै व्यर्थ जाँदैन। शिव मौन थिए, पार्वती एक्लो, तर उहाँहरूमा एउटा कुरा समान थियो, सत्य प्रेम र शुद्ध सङ्कल्प। र जब त्यो प्रेम मिल्छ, केवल सृष्टि होइन, काल पनि नमस्कार गर्छ। शिव पार्वतीको विवाहबाट हामीले धेरै कुरा सिक्न सक्दछौँ। प्रेम शक्ति हो, विश्वास गति हो र समयलाई पनि बदल्ने क्षमता राख्छ। तपाईँको आस्था, तपाईँको प्रेम, तपाईँको कर्म यदि शुद्ध छ भने त्यो पनि अक्षय बन्न सक्छ।